कहाँ गएको थियो तिमी? सोधेर जान सक्दैनौ? अब जहाँ जाँदा पनि तपाईले सोधेर जानुपर्ने मैले? मेरो अरू केही पनि काम छैन? अब 70-80 वर्षका बुढाहरू त तरुणी देखेपछि बिहे गर्न तम्सिन्छन् छेरे। हामी त झन् युवा पो हो त हो सोल्टी। तम्सिनी भए तम्सिन त, तर अहिले कामतिर खुर्क तम्सिन। पखन हो सोल्टी। दाइ पैसा त पुरै पाउनु पाए हुन्थ्यो। घरमा बजारमा ऋणको मुख ठुलो भएर आजै टोकौँला अहिले टोकौँला जस्तो गर्छ। राजाको काम छोडी मुसाको दरबार होइन। तिमीहरू नाथेलाई चाहिँ के को टेन्सन हुन्छ? खान पुग्ने गरी दिएकै छु त, के को ल्याङ गरेर? धेरै नकराओ। यहाँनिर खरदारदेखि दरबारसम्म हिसाब बुझाउनु पर्छ। सुमन, सपना? मेरो लागि भनेर कपडा हेर्नुभयो, कति पर्छ भनेर दाम पनि सोध्नुभयो, तर किन्न चाहिँ किनिदिनु भएन है। के भयो? छोडिदिनु न, भइहाल्यो त। मलाई सब थाहा छ सुमन, तपाईँ मलाई कति धेरै माया गर्नुहुन्छ, तर के गर्नु, अहिले पो तपाईँसँग कमाइ नै राम्रो छैन। पछि कमाइ राम्रो भयो भने मेरो लागि पनि कपडा किनिदिनुहुन्छ नि है। बरु सुन्नु न, म कस्तो देखिएकी छु? तिमी जस्तै देखेकी छौ सपना। मलाई माया गर्ने मेरी सपना जस्तै देखेकी छौ। हिमालले हिउँको घुम्टो ओढे जस्तै, बिहानीले हरुणको लाली लाए जस्तै, डरलाग्दो अँधेरीमा आउने सपना जस्तै। सपना, तिमी सपना जस्तै देखेकी छौ। दिदी, हजुर, त्यो कपडा प्याक गरिदिनुहोस् न है। अब लैजाने हो है? हजुर दिदी। फेरि आउनु होला नि है हामीले सम्झेर। धन्यवाद है दिदी। हस् हस्।
तपाईँ मलाई कति धेरै माया गर्नुहुन्छ। तर के गर्नु, अहिले पो तपाईँसँग कमाइ नै राम्रो छैन। पछि कमाइ राम्रो भयो भने मेरो लागि पनि कपडा किनिदिनुहुन्छ नि है। ए सपना बहिनी, तिमी भर्खर आएको? कहाँ गएर आएको? म एकछिन बाहिर गएको थिएँ दिदी। ए ल ल ल। हस् दिदी। सपना, यो सब के हो? यो सब कहाँबाट आयो सपना? सपना, म तिमीलाई सोधिरहेको छु, यो सब कहाँ? तिमी मसँग के कुरा लुकाइरहेको छौ भन त? यो सब कहाँबाट आयो तिमीसँग? जहाँबाट आयो पनि तपाईँले किन चाहियो? तपाईँले दिनु परेको छ। तपाईँको ठेगाले पैसा दिएको छैन होला, होइन त? मैले तपाईँलाई बारम्बार भनिरहेको छु सुमन, योभन्दा पनि माथि जिन्दगी छ। काम गर्नुपर्छ, कमाउनु पर्छ। खै त मैले भनेको कुरा सुनेको? कहिले सुन्नु नै हुन्न। गाउँबाट आएदेखि तपाईँले के गर्नुभयो? केही गर्न सक्नुभयो? सापो घरमा नुन भुटन त तार्न सकेको छैन, अनि मैले तपाईँबाट के चाहिँ आश गर्ने? तपाईँ हिजो गाउँबाट जस्तो आउनु भएको थियो नि, आज पनि त्यस्तै हुनुहुन्छ। उही रित्तो झोला, रित्तो गोजी अनि रित्तो पेट। खासमा भन्ने नै हो भने नि, तपाईँले त गाउँको दरिद्रपना अझै पनि छोड्न सक्नु भएको छैन। बुझ्नुभयो तपाईँले? ठिक भन्यो सपना तिमीले। मैले त मेरो गाउँले दरिद्रपना अझै छोड्नै सकेको छैन, र म छोड्ने पक्षमा पनि छैन सपना। किनकि मेरो शरीरमा बगेको हरेक थोपा थोपा रगत त्यही गाउँको पानी खाएर बनेको छ। तिमी सहरमा आएर गाउँलाई भुल्छौ, यसमा मलाई तिमीलाई केही भन्नु छैन सपना। तर म तिम्रो श्रीमान र तिमी मेरो श्रीमती, यो सम्बन्धलाई मैले भुलेको छैन सपना। होला मैले तिम्रो सहरिया इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनँ सपना, तर यसको मतलब यो होइन कि मैले श्रीमान हुनुको कर्तव्य नै भुलेको छु। तिम्रो मुहारमा अलिकति मात्रै भए पनि खुसी ल्याउन सकौँ भनेर तिम्रो लागि सानो उपहार ल्याइदिएको छु सपना। यो ल, कमसे कम तिम्रो मुहारमा एकैछिन भए पनि खुसी ल्याउन सक्छु कि भनेर तिम्रो लागि एउटा सानो उपहार ल्याइदिएको छु। ठिक छ, यदि तिमीलाई मन पर्यो भने लगाऊ। यदि यसबाट पनि उही गाउँको गन्ध र मजबुरीको लाचारिताले हिर्काइरह्यो भने तिमीलाई जे मन लाग्छ त्यही गर सपना। कमसे कम तिम्रो लाउँदिन भन्ने एउटा इच्छा त पुरा गर्नेछु। सपना, तिमीलाई कपडा कस्तो लाग्यो? मन
गरे नि होइन? सपना 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 यहाँ आउन के भयो किन बोलाउनु भएको? काम छ क्या विशालजी? हजुर सर। तपाईँको हिसाब त बेलुका गरौँला। ए हुन्छ सर। हुन्छ हुन्छ। बुझ्नुभयो नि? हजुर सर बुझेँ। के भयो आज मेरो साउजीलाई? सपना आज पनि हामी कतै घुम्न जाउँ न प्लिज। अनि हिजो भर्खरै घुमेर आएको होइन, कति घुम्ने? जाउँ न, उतै बस्छौँला उतै खाउँला। साउजी यो चाहिँ अलिक बढी भयो है। के भयो त? आज पनि घरमा गएन भने त मार्नुहुन्छ। फेरि जहाँबाट आएको थिइस् त्यहीँ गएर बस भन्नुभयो भने चाहिँ के गर्नुहुन्छ साउजी? थ्याङ्क यू भन्छु। मतलब? मेरो मनको ढोका अनि मेरो घरको ढोका तिम्रो लागि सधैँ खुल्ला त छ नि सपना। सपना तिमी जेसुकै हो न, यदि कुरा त्यस्तो हो भने म तिमीलाई आज घर जानै दिन्न। मलाई यो सुमले पनि के पारा हो यसको? फोन पनि उठ्दैन। यति बेला भइसक्यो यहाँ काममा पनि आयो होइन। अब यति बेला काममा आएर के पो गर्ने हो सोल्टी? ठेकेदारले निकालिदिइहाल्छ नि। खै के हो यसको पारा बुझिसाल्दै छ र? चाहिने भन्दा बढी रहर पाल्न थालिसे यस्तै हो सोल्टी। अब रहरहरू कसको हुँदैनन् यार? राम्रो लगाउने, मिठो मिठो खाने, नयाँ नयाँ ठाउँ घुम्न जाने कसले पो हुँदैन र? सबैले हुन्छ नि। त्यही पनि सुमन सोल्टी र हाम्रो कमाइ उस्तै हो क्यारे? हामीले त खै दिन के रक्सी खाँदा नि पैसाले पुगेकै छ। यो सुमन सोल्टीलाई उसको बुढीले निकै तनाव दिँदैछ क्या हो? कहाँ नहुनु टोटी मेरो अगाडि त कति वचन लगाउँछ, तर एक्लै हुँदा त यसलाई आनन्दले बस्न पनि गाह्रै छ। हाम्रो पनि यो सहरमा कहिले नयाँ घर हुन्छ होला है सुमन? घर भएर के हुन्छ र सपना? म त खुसी हुनेछु। तिम्रो लागि खुसी भनेको के हो सपना? बस्नलाई राम्रो घर, घुम्नलाई राम्रो गाडी, अनि खाना लाउनको लागि कहिले चिन्ता नहोस्। यही त हो मान्छेलाई चाहिने आवश्यकताहरू। अनि अरू त जिन्दगीमा आउने उतार चढाव न हो, त्यो कुराले मलाई खासै फरक पार्दैन। थाहा छ सपना, पैसा नै सब थोक भन्नेहरू पैसाको जालोमा फसेर हर दिन सम्बन्धहरूको पासो लगाइरहेका हुन्छन्। उनीहरूको लागि छुट्टिनु र जोडिनु भनेको त मात्र खेल भइसकेको हुन्छ। तर जसले चोखो माया गर्छ नि, उसको लागि त त्यो उतार चढाव पनि हर दिन सगरमाथाको चढाइ जस्तै हुन्छ होला है, निकै कठिन। अनि अर्को कुरा, जसलाई तिमी घर भन्दैछौ नि सपना,
यी बालुवाको ओडारहरूमा प्राय मान्छे भन्दा पनि तिनीहरूको आत्माको मौनता गुन्जिरहेका हुन्छन्। घरहरू सँगसँगै मान्छेहरूलाई पनि कति चिसो बनाइदिइसके सपना यो सहरले। खुसी त सम्बन्धको इँटाहरूमा 2 डोको बालुवा, 1 डोको सिमेन्ट अनि त्यसमा ठिक्कको पानी मिसाए जस्तै हो। माया, विश्वास, भरोसा अनि जिन्दगीभर साथमा साथ हातमा हात दिएर सँगै सहयात्रा गर्नु पो खुसी हो त, होइन र? हुन त हो, तर म त खुसी नै रोज्छु सुमन। तपाईँ जेसुकै भन्नु। यो कस्तो खुसीको खोज हो सपना, जो मेरो फोनहरूको व्यवस्था गरिरहेकी छु, मलाई व्यवस्था गरिरहेकी छु। मान्छे परिवर्तन हुनको लागि त समय लाग्छ भन्थे, तर यति छिटो तिमी चिसिन्छौ भनेर मैले सोचेको पनि थिएन सपना। दिदी तपाईलाई सपनाले कतै जान्छु भनेको थिए र? छैन त भाइ, घरमा आएको छैन र? छैन नि, हेर्नुहोस् न दिदी, यति बेला भइसक्यो, फोन पनि उठाउँदैन, मेसेज पनि गर्दैन। खै भाइ, मलाई पनि थाहा भएन, सन्चो नभएर म त सुतिसके। ए हुन्छ दिदी, हस्। किन यस्तो गरिरहेछौ सपना तिमीले? न मेरो फोन उठाउँछौ, न मेसेजको रिप्लाई दिन्छौ, न यता गयो भनेर भन्छौ, न हेलो ए सुमने, प्रकाश दाइले मेरो फोनमा पैसा सकेर मैले सोल्टीको एउटा फोन गरेको छु। सुमने, प्रकाशे त म तँलाई अहिले एकछिनमा फोन गरौँला है। ल राखे ल। हेलो सपना, अनि तिमी कहाँ छौ यति बेलासम्म? मेरो फोन किन नउठाएको भन त? म आज आउँदिनँ सुमन। के रे, तिमी किन आउँदैनौ? सुन न, म बाटोमा आउँदै गर्दाखेरि दाइसँग भेट भयो, अनि दाइले यहीँ बस भन्नुभयो। म आज दाइकोमै छु, म आउँदिनँ है सुमन। दाइकोमा? तिमी दाइकोमा किन गयौ सपना? तिमीले बिर्स्यौ तिम्रो दाइले गरेको त्यस्तो दुर्व्यवहार? तिमीले यति चाँडै बिर्स्यौ? तिमी अहिले कहाँ छौ भन त, म त्यहीँ आउँछु सपना। ल भन। म आउँदिनँ भने त तिमीलाई। हेलो हेलो,
दाइको गाउँबाट आउँदाखेरिको त्यति सोझी मेरी सपना सहर आएपछि त झुट बोल्न पनि राम्रैसँग सिकेछु भाइ। तिमीलाई लाग्यो होला तिमीले आफ्नो लोग्नेलाई ठान्डामा सुताइरहेकी छौ, तर सत्य कुरा त कहिले लुक्दैन नि सपना, बाहिर आएरै छोड्छ। दाइकोमा छौ। किन यस्तो गरिरहेको छौ सपना? के खाइदिएको छु मैले तिमीहरूको? किन खैरो खनिरहेको छु मेरो? ज्वाइँ साहब आज मलाई खोज्दै यो त अचम्मै भयो त। अहो भाग्य मेरो, अहो भाग्य ज्वाइँ। सपना कहाँ छ दाइ? अरे यो प्रश्न त मैले हजुरलाई सोध्ने हो ज्वाइँ साहब। सपना कहाँ छे? सपनाले झपारी ज्वाइँ साहब, हाम्रो त फेरि खानदानको रगतै तातो हो नि। सपना त हिजो तपाईँकोमै बस्छु भनेर फोन गरेकी थिए त दाइ, घरमा आएको छैन त। अनि बहिनीलाई खोज्नुको सट्टा मलाई खोज्दै हिँडिरहेछस्? साला ज्वाइँ, मेरी बहिनीलाई फक्काइ फुलाइ गरेर यो सहरमा ल्याइस्, आज आएर भन्छस् बहिनी घरमा छैन। भन् कहाँ लगेर मारिस् मेरी बहिनीलाई? कहाँ बेपत्ता पारिस्? दाइ मैले यो सब गरेको भए म आफै किन खोज्दै हिँड्थेँ? साला तिमीहरूको नाली बेली सब थाहा छ मलाई। दुःख बेचेर मान्छेलाई फसाउने तिमीहरूको खानदानी रोग हो। तँलाई यतिकै छोड्छु जस्तो लाग्यो ज्वाइँ मैले? यतिकै छोड्छु जस्तो लागिरहेछ? मेरी बहिनीलाई कुखुरा बाख्रा सम्झिस् कि बजारमा राखेको भाँडाकोटी सम्झिस्? साला अब जे सफाइ दिनु छ पुलिसकोमा गएर दिने। सहरको गल्ली गल्ली चप्पा चप्पामा गिद्धले सिनो खोजेसरी खोज्छु ज्वाइँलाई। यति सजिलै कहाँ छोड्छु र ज्वाइँ साथलाई? छोड्नुहोस् न, म जान्छु कि अब। नजाउनु के, तिमीले त मलाई मर्ने लाग्यो हो सपना। आज पनि घरमा फोन गरेर आउँदैन भन न प्लिज।
हिजोकै ठाउँमा जाउँला रमाइलो गरौँला है। आफूलाई सम्हाल्नुहोस् साउजी, प्रतीक्षा गर्नुहोस्, प्रतीक्षाको फल मिठो हुन्छ। प्रत्यक्षै गर्न नसक्ने भइसक्यो के सपना म। तपाईँ पनि सपना के जाऊँ के तातै खाउँ जलिमरु त गर्नु भएन नि साउजी। हरेक कुराको समय आउँछ, केही समय धैर्य गर्नुहोस् न, त्यसपछि त सबै कुराको चाँजो बाजो मिलाएर म सधैँको लागि आइहाल्छु त।